हेलो नमस्कार सबैजनालाई। म आज के भन्न आएको भने हैन टिकटक चलाउन लागेको लगभग 12-15 वर्ष भइसक्यो हैन। जिन्दगीमा भिडियोहरू बनाइयो, फोटोहरू बनाएर पोस्ट गरियो हैन। तर के हो हैन, जति राम्रो भिडियो, जति राम्रो फोटोहरू बनाएर हाल्दा पनि हैन टिकटकमा चाहिँ भ्युज हेर्ने, लाइक भ्युजहरू कम मात्रामा आउने हैन। 100, 200 हैन 150 भन्दा भ्युजहरू नखट्ने हैन। यस्तो समस्या छ मेरोमा हैन। जति राम्रो हैन, जति जस्तो तरिकाले बनाए पनि भिडियोहरू भाइरल नहुने हैन भइदिन्छ हैन। अब जस्तो फोटो बनाउँदाखेरि हैन कहिलेकाहीँ आफै भिडियोहरू बनाएर हाल्दा पनि नहुने हुन्छ हैन। मान्छे अब टिकटकमा धेरै देखिन्छ हैन, यस्तोबाट बनाउनुस् ह्यासट्याग लाएर गो भाइरलबाट, अनि यो के भन्छ यो सर्च इनसाइट के भन्छ यो बाट यसरी बनाउनुस् उसरी बनाउनुस् भनेर हैन धेरै सल्लाह सुझावहरू दिइरहेको हुनुहुन्छ। मैले उहाँबाट पनि धेरै ट्राईहरू गरिराखेको हुन्छु कि मैले धेरै ट्राईहरू गरेर उहाँबाट उता यताउता बनाउँछु हैन। तर मेरो चाहिँ हुँदैन हैन। मान्छेहरूको यसरी गर्दा यसरी गर्दा भाइरल भयो यताउता भनेर भन्नुहुन्छ हैन। तर मेरो चाहिँ भएन हैन। मेरो चाहिँ के भएको हो यो हैन, बा आइडी फ्रिज भएको या चाहिँ के भएको हैन। फलोवर्स पनि त्यस्तो नराम्रो हैन हैन 6000-7000 फलोवर्स छ हैन। अनि फलोइङ पनि त्यस्तै छ हैन। अनि त्यो गर्दाखेरि मेरो चाहिँ अब लाइक भ्युजहरू हैन नआउने भयो हैन। म यति के भन्न आएको भने हजुरहरूलाई अब केही आइडियाहरू छ भने हैन कसरी बनाउने, कसरी के गर्ने हैन। अनि त्यो चाहिँ केही आइडिया छ भने हजुरहरूले चाहिँ मलाई भनिदिनु पर्यो हैन। त्यस्तो पपुलर भाइरल हुन त खोजेको होइन कि, तर त्यही पनि अब आफूले बनाएको भिडियो हैन, आफूले बनाएको चाहिँ नि भिडियोमा अनि आफूले सोचे जस्तो जो फलोवर अनुसारको लाइक र कमेन्ट भ्युजहरू नआउँदाखेरि चाहिँ अलिकति मन चाहिँ अलिकति केही अब साँघुरो भएको जस्तो हो हैन। अब यति नै भन्न आएको हैन। अब धेरै प्रयास गरियो, धेरै प्रयास गर्दा पनि हैन अब के कारणले कस्तो भइदियो यो हैन। तपाईहरुले केही जानकारी छ भने प्लिज कमेन्ट बक्समा हैन कमेन्ट गरिदिनु होला हैन। यदि आइडी फ्रिज भएको हो भने हैन अब नयाँ आइडी खोल्नु पर्ला हैन। नयाँ आइडीबाट अब चाहिँ नि अगाडि बढ्नु पर्ला हैन। त्यस्तो भाइरल हुन त्यस्तो गर्नलाई चाहिँ नि होइन हैन। तर केही मात्रामा आफूले एक्सपेक्ट गरेको हैन, आफूले सोचेको हुन्छ नि, अनि त्यति चाहिँ नभइदिएको कारणले गर्दाखेरि चाहिँ हैन अलिकति मन दुखेको हैन। तर म चाहिँ इन्डियामा छु हैन। इन्डियामा त्यति साह्रो चल्न त चल्दैन हैन। VPN युज गरेर चलाउने हो। अनि त्यसको कारणले पनि हो कि जस्तो पनि लाग्छ मलाई हैन। अब नेपालमा त अब हैन टिकटक अब ब्यान्ड छैन, अब इन्डियामा त ब्यान्ड छ। अनि त्यही भएर चाहिँ म यति गुनासो गर्न आएको हैन। तपाई कसैलाई अब यस्तो बारेमा जानकारी छ भने अब प्लिज कमेन्ट बक्समा चाहिँ कमेन्ट गरिदिनु होला हैन। अब स्वर त त्यति राम्रो छैन हैन। पहिलोचोटि अब जस्तो बोलेर भनौँ न अब यस्तो आएको हैन। अब तपाईहरुलाई केही आइडिया केही जानकारीहरू छ भने प्लिज भनिदिनु होला है। यति नै हो। यति नै गुनासो सानो थोरै थियो हैन। त्यही भएर मान्छेहरूले हैन यस्तो गरेर उस्तो गरेर भिडियो बनाउँदाखेरि भाइरल हुन्छ हैन। यस्तो भयो उस्तो भयो, मेरो यति पुग्यो, यति मिलियन पुग्यो, फलोवर यति बढ्यो भनेर भन्नुहुन्छ हैन। त्यो पनि मैले धेरै फलो गरेँ कि, धेरै फलो गर्दाखेरि पनि भएन कि मेरो। अनि योबाट हुन्छ कि भनेर यताउता गर्दाखेरि भएन हैन। तर आफूले चाहिँ अलिकति थोरै सोचेको हैन, जति नभइदिँदाखेरि चाहिँ अलिकति मनमा अलि कस्तो कस्तो हुँदो रहेछ हैन। हुन्छ यही भन्न आएको हैन। यति थोरै सानो गुनासो थियो। अब तपाईहरुलाई केही जानकारी अब छ भने हैन, मेरो भिडियो त अब एकजनाको मात्रै पुग्दैन हैन। अब 100 जनाको मोबाइलमा पुग्छ हैन। कसैलाई त थाहा होला हैन तपाईको यो यस्तो भएर यस्तो कारणले गर्दाखेरि आएन भन्ने पनि हुन्छ नि त हैन। सबैलाई थाहा हुन्छ। त्यही भएर म यति चाहिँ जानकारी गराउन आएको है। हस्त नमस्ते।